तो हेलो गाइज, मेरो नयाँ भिडियोमा तपाईँलाई स्वागत छ। तो आज म बनाउँदैछु आलुदम। तो आलुदमको लागि मैले अघि नै प्याज र टमाटर काटेर राखेको छु गाइसहरू। तो यहाँ आलु पनि बोइल गर्न बसेको थियो, बोइल भइसक्यो। जुम त अब त्यसलाई छिल्ने छौँ, फटाफट गरेर जुम त गाइस। तो हेर्नुहोस् त, म यहाँ आलु निकाल्दैछु। आलु अघि बोइल गर्न बसेको तपाईँलाई भनिसकेको छु गाइस। तो यहाँ आलु निकाल्दैछु, अब छिल्ने काम हामी गर्नेछौँ फटाफट जुम त। तो हामी यहाँ कुकरबाट अब आलु सालु निकाल्नेछौँ फटाफट तो यहाँ कुकरमा हुँदाखेरि उयो हुन्छ नि त गाइसहरू। तो मैले यहाँ निकालेको छ। अब छिल्न स्टार्ट गर्छौँ गाइसहरू। तपाईँ हेर्दै गर्नुहोस् ल, हेर्दै गर्नुहोस् ल। म अब फटाफट छिल्छु। तो यो सेतो बटुकामा हाल्छौँ। तो फटाफट छिलेर गाइसहरू हेर्दै गर्नुहोस् ल। तो फटाफट म यहाँ छिल्छु, छिलेर भेट्नेछौँ गाइसहरू। तो गाइसहरू मैले सबै यहाँ रेडी पारिसकेको छु। तो प्लिज म अर्को भिडियोमा तपाईँलाई बनाएर देखाउने छु। प्लिज यो भिडियोमा प्लिज लाइक शेयर कमेन्ट गरिदिनुहोस्। बाई बाई गाइस।